देवता कभी काष्ठ और पत्थर की शिला में नहीं रहते, वो तो प्राणी के भाव में विराजमान रहते हैं। हाम्रो धर्मशास्त्रमा पत्थर पूजा, मूर्ति पूजा पूर्ण रूपमा निषेध गरिएको छ, जसको प्रमाण हाम्रो धर्मशास्त्रहरूमा उल्लेख गरिएको छ। भगवानहरूको वास्तविक पूजाको विधि के रहेको छ भनेर म हाम्रो शास्त्रमा उल्लेख भएका कुराहरू चाहिँ यहाँहरूलाई देखाउन जाँदैछु। आउनुहोस् एकपटक हाम्रो शास्त्रलाई निहालौँ। आउनुहोस् अब हेरौँ यो संक्षिप्त गरुड पुराण गीता प्रेस गोरखपुरबाट प्रकाशित। यसको पृष्ठ संख्या 565 प्रेत कल। यसमा लेखिएको छ कि देवता कभी काष्ठ और पत्थर की शिला में नहीं रहते, वो तो प्राणी के भाव में विराजमान रहते हैं। यसको मतलब देवताहरू काठ र पत्थरको मूर्तिमा रहनुहुन्न, उहाँहरू त मनुष्यको शरीरमा विराजमान रहनुहुन्छ भन्ने नै प्रमाण देखियो। अब हेरौँ त्यस्तै यो गरुड पुराण सारगार गीता प्रेस गोरखपुरको यसको पेज नम्बर 238 15औं अध्याय। यी चक्रमा क्रमशः गणेश, ब्रह्मा, विष्णु, शिव, जीवात्मा, गुरु तथा व्यापक परब्रह्मको चिन्तन गर्नुपर्दछ। अर्थात् मूलाधार चक्रमा गणेशको, स्वाधिष्ठान चक्रमा ब्रह्माजीको, मणिपुर चक्रमा विष्णुको, अनाहत चक्रमा शिवको, विशुद्ध चक्रमा जीवात्माको, आज्ञा चक्रमा गुरुको र सहस्रार चक्रमा सर्वव्यापी परब्रह्मको चिन्तन गर्नुपर्दछ। शुक आदि मुनि पनि आफ्ना शिष्यहरूलाई यिनको उपदेश गर्दछन्। अत महापुरुषहरूको प्रवृत्तिलाई ध्यानमा राखेर विद्वानहरूले सदा यी चक्रहरूमा देवताहरूको ध्यान गर्नुपर्दछ। सबै चक्रहरूमा अनन्य भावले ती देवताहरूको मानस पूजा गरेर गुरुको उपदेश अनुसार अजपा गायत्रीको जप गर्नुपर्दछ। अर्थात् मूर्ति पूजा गर्ने होइन कि मानव चक्रमा स्थित देवी देवताहरूको चाहिँ ध्यान गर्नुपर्दछ र अजपा गायत्रीको जप गुरुबाट उपदेश प्राप्त गरेर हामीले जप गर्नुपर्दछ। यसैले नै हामीलाई मोक्ष प्रदान गर्दछ र पूर्ण लाभ प्रदान गर्दछ। शास्त्रीय प्रमाणलाई हेर्दाखेरि वास्तवमा भक्ति साधना र पूजा विधि के हो भन्ने कुरा चाहिँ छर्लङ्गै भयो। वर्तमान समयमा एक मात्रै तत्वदर्शी सन्त रामपालजी महाराजजी नै हुनुहुन्छ। उहाँको शरण ग्रहण गरेर आफ्नो आत्मकल्याण गराउनुहोस् र यस्तै ज्ञानवर्धक जानकारीको लागि सतलोक आश्रम नेपाल र सन्त रामपालजी महाराजजी युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला।